अहिले चाहिँ हामी जाँदैछौँ कम्पनीमा। जेद्दा हो यो, फिलिस्तिनी खुब्री। कम्पनीमा जाँदैछु म, ताबुक बडाको जेद्दा। अब 1 घन्टा लाग्छ यहाँबाट रुम पुग्नको लागि। रुम पुग्ने बेला हुन लाग्यो। जेद्दाको बाटो हो, सिधै गयो भने चाहिँ जिजान पुग्छ। यता पछाडिबाट चाहिँ अब ताबुक आएको म। जेद्दा र ताबुक चल्नुपर्छ हामी चाहिँ। यो माथि चाहिँ रेल हिँड्छ यहाँ। अगाडि पुलहरू छ, डबल पुलहरू। अब कम्पनीमा जानुपर्छ। लोड त आज छैन होला, छुट्टी हुन्छ। भोलि पर्सिको दिन लोड हुन्छ होला मेरो। आज छुट्टी हो। पहिला हाम्रो कम्पनी पनि यहीँनिर थियो, यहीँबाट जानु पर्थ्यो। यही माथिको बाटोबाट जानु पर्थ्यो। अहिले सरेर उता खुम्रा भन्ने ठाउँ पुगेको छ। रुम चाहिँ अहिले खुम्रामा हो। पहिला यहाँ अलनखिल भन्ने ठाउँमा थियो, अहिले खुम्रामा गएको छ कम्पनी। जेद्दाको मेन हाइवे हो, ठुलो 4 लाइनको छ। अस्ति गएको थिएँ म चाहिँ ताबुक, हिजो पुग्यो, फेरि फर्केर आएको आज। जेद्दाबाट 1150 किलोमिटर छ ताबुक। 1150 किलोमिटर गयो, 1150 किलोमिटर फर्केर आइयो। ताबुकको बाटो यस्तै छ। राति चाहिँ म आएर एमओमा सुतेको थिएँ। एमओमा सुतेर आइयो। राति 9-10 बजीतिर आइपुगेको थिएँ यहाँनिर। अनि 9-10 बजीतिर आएर सुतेर खानासाना खाइयो ओऱ्यो पेट्रोल पम्पमा सुतेर। अनि फेरि बिहान 4 बजीतिर उठेर हिँडेको, अहिले आइयो। अब रुममा पुगिन्छ। कम्पनीमा जानु पर्यो, गाडी राख्नु पर्यो, त्यसपछि जानुपर्छ। साउदी अरब यस्तै छ। हरियाली त केही पनि छैन, सब मरुभूमि हो। नेपालमा जस्तो हरियाली त कहाँ छ र। यहाँ पुलिस पनि बसिरहेको छ यहाँ सधैँभरि। जाम छ अहिले, गाडीहरू धेरै निक्लिरहेछ। अझ आज अलिक खाली भएछ, नभए यस्तो जाम लाग्थ्यो, धेरै जाम हुन्थ्यो। आज स्कुल छुट्टी रहेछ क्या, त्यही भएर स्कुलको टाइममा त यति धेरै भिड लाग्छ कि। छुट्टी रहेछ अहिले, त्यही भएर अहिले त हिँडिरहेछ गाडीहरू अलि। यो अगाडि आउँदैछ रेलवे स्टेसन हो, यो चाहिँ जेद्दाको। मेट्रो ट्रेनहरू लाग्छ यहाँबाट। रेलवे स्टेसन यही हो जेद्दाको। धेरै टाढा त पुग्दैन, यहाँबाट मक्कासम्म जान्छ क्या यो। मक्का मदिनासम्म जान्छ, मदिनासम्म पुग्छ क्या हो। मक्का र मदिना जान्छ जस्तो लाग्यो। चढेको त छैन अहिलेसम्म। ताबुक पुगेर आउनलाई 2 दिन लाग्छ, 2 दिन कि 3 दिन लाग्छ।
ड्युटी। अब 2 दिन फेरि छुट्टी हुन्छ, फेरि जानुपर्छ। आज त लोड छैन होला सायद। आएर फेरि तुरुन्तै फर्किनु पर्यो भने चाहिँ अलिक गाह्रो हुन्छ, नभए त खासै गाह्रो हुँदैन त्यस्तो। तुरुन्तै फर्किँदाखेरि मात्रै गाह्रो हुने हो। अब 2 दिन छुट्टी हुन्छ, 2 दिन बस्ने, त्यसपछि तेस्रो दिन फेरि लोड हुन्छ। साउदी अरबको बसाइ यस्तै छ। यबाट सुई गयो भने चाहिँ जिजान पुग्छ ठ्याक्कै, यमनको बोर्डर। यो हाइवे सिधै वहाँसम्म ठेकिन्छ, यतातिर एम्बु हुँदै दुब्बा हुँदै जोर्डनको बोर्डरसम्म ठ्याक्कै पुग्छ। दुब्बाबाट चाहिँ ताबुकलाई दाहिनेतिर जानु पर्यो, सिधै गयो भने जोर्डनको बोर्डर पुग्छ ठ्याक्कै। यस्तै छ साउदी अरब काम। गाडी चलाउँदा दिक्कै लाग्छ, 2 दिन 3 दिनसम्म गाडीमा बस्दा गरेर। यतिकै हुँदाखेरि त ठिकै हुन्छ, बाटोहरू नि राम्रै छ बाटोहरू। यतिको चल्दाखेरि त राम्रो, अहिले त जाम छैन, यस्तो त ठिक छ नि। कुनै बेला जाम लागेर यति धेरै प्याक हुन्छ कि त्यो अघिको ठ्याक्कै रेल अब त्यहाँबाट निस्किन्छ र अनि ठ्याक्कै यहाँबाट यतापट्टि आउँछ। यो ट्रेन, यो रेलको माथि लिक हो। यो चाहिँ रेल जान्छ उता पारिपट्टि, मक्का जान्छ यहाँ सिधा। कुनै बेला आएको हुन्थ्यो, आज चाहिँ रेल आएर नै ठ्याक्कै रेल ठ्याक्कै देखिन्थ्यो, आज देखिएन फेरि। जेद्दा साउदी अरब। जेद्दा भनेको पहिलाको राजधानी थियो जेद्दा, अहिले चाहिँ रियादमा राजधानी भयो। पहिला साउदी अरबको राजधानी जेद्दा थियो, अहिले सरेर कति सालमा सरेको नि रियादमा राजधानी भयो। साउदी अरबको बाटो यस्तै छ साथीहरू। साउदी अरब जेद्दा भन्ने ठाउँ यस्तै छ। माथि मोबाइलको क्यामेराहरू छ, मोबाइल छोयो भने फेरि 500 रुपियाँ फाइन आउँछ मुखल्पा। मोबाइलमा ट्याक्र्याक्कै आइहाल्छ, फेरि मोबाइललाई छुनु हुँदैन। अगाडि ड्यासबोर्डमा राखेर चलाउँदा त उयो गर्दा त केही भएन, तर हातले मोबाइल छुनु हुँदैन। साउदी अरबमा फाइन पनि धेरै महँगो भइरहेछ। अब यहाँ अलिकति अगाडिबाट यस्तो दाहिनेतिर जानुपर्छ, जिजान हाइवे। यो सिधा जाँदाखेरि चाहिँ उतापट्टि फेरि यता मक्का जान्छ, यता दाहिनेतिर जिजान। डबल बाटो आउँछ यहाँ।